चेन लगाएको थियो देखिरहेको उहाँमा बेला जो आज के खाने हो Hello everyone, welcome back to my channel. New day, new vlog. After a long time. He is my brother from Kathmandu. दसैँ भ्याकेसनमा चाहिँ पोखरा आएको थियो अनि दिदी भेनाजु अनि मेरो छोरा हो कि भाइ अनि दुईटै हो यो मेरो अनि छुट्टीको लागि आएको थियो अनि अनि त्यसपछि चाहिँ आज फेरि नेहाको घरमा पनि जाने भनेर अनि वी आर गोइङ टु नेहा हाउस अनि धेरै अग्लो भए जस्तो नाटक गरिरह तर त्यहाँ तल चाहिँ यसले यस्तो हाइट यस्तो गरिरहेछ अनि अब हामी चाहिँ वहाँ जान्छौँ अनि रमाइलो गर्छौँ अनि भ्लग हेर्दै गर्नु होला लास्टसम्म बाई बाई कति राम्रो छ होला है She's very dangerous. यस्तो राइड गर्छु यसले मलाई डर लाग्छ I can't trust her. हामी चाहिँ के लिन जान लाग्यो नेहिमियालाई अनि उनो लिन जान लाग्यो दोस्त को दोस्त चाहिँ एकदमै साई ह सलाम दोस्त बाइ बाइ अलि धेरै नही हामीले चाहिँ केक लिन गएको नपाएर यहाँ आइसक्रिम अनि यो पनि लुका कि लगे ल ज्याकेट लगाउँछु ल त ल हेर्नु होला यसरी लुकाम लाम हामीले चाहिँ ओ यो त चिसो हुन्छ ज्याकेट लगा चेन लगा किनभने मैले चाहिँ खाना हुँदैन देखिरहेको गुवामा यो चाहिँ हामीले 1 बजे उठेर खाने हो गाइजहरू ए ओइ नाल फेरि हेर्छन् तिनीहरूले यो त है मम्मीले त झन् मलाई फेरि पातार पातार बज्ला नि अब म यसरी हेर्छु यो चाहिँ दिन्छु त्यो चाहिँ दे चटपटी उनो नि ए उनो यो चाहिँ हामीले साथीसित मागेर आएको किनभने मेरो चाहिँ यही सीताको घरमा राखेको तर यसले हराइदियो ल यहाँ भेना र सालाको यहाँ चाहिँ के हो यस्तो ताली यो त एक कदम आगे निक्ले बच्ची खेल्न आउँछ मलाई त खेल्न आउँछ म त पागल हो यार डान्स बेबी डान्स यामा त्यसको डान्स हेर त बेड बिगारेर निमिया छि है नोयल दादा कस्तो छि है आई मासी आन्टीले र बाबाले बनाउनु ए तिमी त खाइसके रहेछ खाऊ 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 खान म खिच्छु मुखबाङ गर्न के डान्स हो बेबी हो तिनीहरू गेमको गेम माई गड यस्तो डान्स कसले सिकायो कि तिमीलाई नेमिया सिकाइदिदी निगा हो भनेर नेमिया त्यस्तो भन्छौ दिदीलाई हेर त खुसी भएको Oh my god. Oh shit. Hot dance, so baby. That's Sexy dance. damage, nigga. Oh my god. Oh, Oh my damn. god, baby. Bro, double damage, like
मेरो पप्पी हो कि सानो पप्पी गर्छ खुट्टा चाटेर बसेको है आयो 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 मेरो पप्पी आयो कम बेबी हेर त बिस्ताराको हालत बच्चाहरू भइसक्यो सिकाइदिँदा किसिदेऊ सिकाइदिँदै गरिदेऊ हामीहरू चाहिँ गीत गाउँदै बसेको थियौँ अनि एउटा कुरा चाहिँ मेरो भाइ चाहिँ एकदमै लज्जालु छ इज भेरी साई अनि द्याट्स वाइ मलाई चाहिँ यो क्लिप नहाल्नु भोइस ओभर गरिदिनु भनेको थियो अनि मैले चाहिँ यसमा भोइस ओभर गरेको चाहिँ ब्रदर्सहरूको यतातिर छ बसोबास अनि यहीँ सुत्ने 1 बजीसम्म सुत्ने 1 बजीसम्म बस्ने भनेको थियो तर फेरि यिनीहरू सुत्ने होइन वाइ के हो सुत्ने भने व्हाट इज स्लिपिङ ब्रो यो भिडियो दिपा दिदीले हेरेपछि वाट इज स्लिपिङ ब्रो भनेर नाटकहरू यता सुन अहिले 1 बजी उठाउने बेला उठाइ फेरि 1 बजे यस्तो हुन्छ नन काट्नुपर्छ कि त्यो भएर यस्तो हो के ल ठिक छ ल एउटाले चस्मा हरा नि ए एउटाले चस्मा हरा यता हेर यता हेर त चस्मा हराको बहिनी हेर्नु कपाल खोलेर अब फेरि चाहिँ ल 1 2 3 गो ल यसै नै हो के यता ये देख यहाँ चाहिँ सबैजना रातिको 2 बजे मस्तले खाँदै बसेथ्यो झन् यो नेबन र नोइल त जिन्दगीमा फर्स्ट टाइम रातिसम्म उठेको पहिलाको पालि उठाउँदा यिनीहरू यति सुतेथ्यो यो पालि चाहिँ धन्द बसेछ यिनीहरू हेर त मेरै आँखाको गाडी आफ्टर इटिङ रामेन दे आर इटिङ समथिङ के खाएको यामा यिनीहरू त खायो के राति के अरे कसले सिकाइदियो भनेको हेर त खाएको ताल त्यो नोइलको यस्तो यसले नै हो कि फसाउने लास्टमा गएर चम्के ढोकामा बसेर बोली खायो पिटाइ खाइहाल्छ कि यसले फेरि हल्ला गर्छ अनि पिटाइ खान्छ हेर त कत्रो ठुलो सेलरोटीले छ पुरै खाइदिइसक्यो त्यसले चाहिँ सबै मागेर भर्खरै मैले चाहिँ यसको परेला निकालेर 20 मागेको यसले चाहिँ मेरो परेला लाएर 20 माग्यो है आज चाहिँ हामी के खान लाग्यो वाह बेला चाहिँ आज के खाने हो हिजो नै खाएको घरमा पार्टी आज हाम्रो घरमा पार्टी पालो पार्टी स्पेशल डे